पाप गरेको मान्छे भगवान् आफै सजाय दिनुहुन्थ्यो त्यो ठाउँमा। कतिजनाले त्यस्तो भएर राष्ट्रिय त इन्डियाबाट आउँदाखेरि लुट्न आउँदाखेरि यहाँ चाहिँ यहाँबाट यता जान सक्दैन राष्ट्रिय त होइन। यो शक्तिपीठहरू आफै रोकिन्थ्यो। कसैलाई भगवान्ले रूपमा तान्नुभयो, कसैलाई कतिको आत्माले अहिलेसम्म शान्ति पाएको छैन होइन। स्वयं सतीदेवी भएर जुन गङ्गमाया माताले यहाँ आएर हुँदैन यहाँ आउनुभयो। सबैजना यहाँबाट स्थापना गर्नुभयो। उहाँले यो मन्दिर स्थापना भयो। यसको तलपट्टि हेर्नु चाहिँ यहाँ दरबार छ, दरबार छ, दरबारको कुराहरू होइन। त्यहाँ तलपट्टि स्थानहरू पनि छ यहाँनिर होइन। महाकालीको स्थान पनि छ यहाँनिर हो। यो पवित्र स्थानमा चाहिँ त्यसपछि इतिहास भेट दियो थाहा भएन। हजारौँ लाखौँ वर्षसम्म केही थाहा भएन। अहिले पुनः मातालाई थाहा भयो। माताले यो ज्ञान खोलेर दिनुभयो। नरहरिनाथ गुरुलाई थाहा भयो। उहाँले उल्लेख गर्नुभयो, सबै कुरा गर्नुभयो र यहाँ चाहिँ शिव र सतीले स्थापना गरिन्थ्यो। शिव र सतीको बिहा गराइन्थ्यो होइन बच्चालाई। त्यसलाई लिएर यहाँका नेपालका भारतका संसारभरिका शक्तिपीठहरूमा एउटा भनौँ न यहाँदेखि यात्रा गरिन्थ्यो होइन। एउटा शिव सती बिहे उत्सव भनेर यहाँदेखि पुरै ब्रह्माण्ड संसारभरि